15 गते हो अनि आज चाहिँ हामीहरु चाहिँ खिर बनाउन आँट्दै छौं अनि ककसले चाहिँ खिर बनाउनु भयो कमेन्टमा भन्नु है राम्रो हामी त दुध खानी अहिले होमवर्क गर्नुपर्छ दुध खायो भने बल बच्छ ल 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 कस्तो ल यो कति लिटरको हो 3 लिटर यहाँ बबल छ ओभरको सानो लिटरको बालो 1 2 3 गो मैले ग्यास अन गर्न सक्छु जो मैले चाहिँ अब लुगा चेन्ज गरे मलाई चाहिँ के हो 3 वर्ष अगाडिको लुगा यो 3 वर्ष अगाडि किनेको लुगा अनि अहिलेसम्म मलाई अब आजको लागि जे लगाइदिनु हे म्याम सासो तावारियो के ट्रेन गरे भाइ के ट्रेन वाट आर ट्रेन्डिङ ब्रो मामु चाहिँ अब चामल हुन्छ चामल पानी हाल्नु पर्दैन मामु पानी हाल्दा भिजाएर म थपाउन म गरौँ गइहाल्यो ल हुन्छ अनि कति अनि नरियो सरियो हाल्नु बेलामा मलाई बोलाइसु यो चाहिँ रोटी जस्तो देखिन्छ पानीमा तर फेरि यो चामल हो किनकि नेपालमा भात खाइन्छ भने इन्डियामा रोटी खाइन्छ प्रतीक्षाजी चाहिँ यहाँ यो काट्दै होइसिन्छ बाबा यतिलाई कति पर्यो 200 रुपियाँ मामुले चाहिँ यहाँ आलु सालु सब हालिसक्नुभयो अब यसलाई कुकरमा चाहिँ के गर्ने हो आलुको अचार पनि कोही खिरसँग खान्छ र आज हाम्रो स्कुलमा के हुन्छ आज हाम्रो स्कुलमा चाहिँ आज आलुको अचार र खिर जो स्न्याक्स छ कुकरमा सिटी गयो फेरि गर्नु डर लाग्यो फेरि कुकरको सिटी गयो कति चाहिँ कुकरको सिटी जान्छ हौ 3 मिनेटमा अब मामु चाहिँ यसरी अनि त्यसपछि अब सानो आगो पारेर हामी चलाइराख्नुपर्छ कि अनि यो माम चाहिँ यहीँ पाक्छ निकै टाइम लाग्छ यसलाई चाहिँ ओके सो एभ्रिथिङ सेट हो अब चाहिँ हामी थपकन होमवर्क गर्न सुरु गरिहाल्ने हो अब होमवर्क सुरु हुन्छ 3 2 1 गो हल्का तल अब चलाउनु हुन्न तर अलि मात्रै चलाउनु मजाले क्या तलैसम्म हो अझै तल पहिला फाइनली आलु सालु सब बन्यो सो गाइस मेरो आधा जति चाहिँ होमवर्क भयो कम्प्युटरको होमवर्क भयो अझै पनि रात परेको छैन हौ आम्मामा 7 बजिसक्यो अहिलेसम्म पनि रात परेको छैन हेर्न सक्नुहुन्छ यी अमिलो जस्तो भएछ जस्तो लाग्यो हाम्रो यसले चाहिँ डिस्टर्ब भएन यो त्यस्तो मिति
चाहिँ यो बेच्दै हो सिन्ज यस्तो मिठो बास्ना आइरह नि कोड बिराजु यता हेर्छ काउ क्याट कस्तो के भयो क्यामेरामा आइरहनु भए किन खै आइरहनु भए म्याथको रह म्याथको नेपाली इङ्ग्लिस मेक द पिक्चर म हाल्छु खासै मजाले बुझ्दिनँ नि जानिहालेछु मैले त्यो यस्तो तितो रहेछ को एउटा मजाले हालेको पनि छ के लो सीता दिदी पनि आइसक्यो सीता दिदी पनि आइसक्यो नमस्ते कुरा गरेको नमस्ते खोइ भिडियो मामले सबैमा तरकारी हालिसक्नु हजुर त्यही खाने कि भन्ने कुरा हो ठिकै छ त होइन ठिकै हो अब चाहिँ कागतीको बारी सुरु हो कागतीको बरु खासै नहाल्दा हुन्छ त्यो खिर है मामु त सबैमा खिर सर्भ गर्दै होइसिन्छ हामी त अब खिर खान थालेको 8:30 कति बजीदेखि पकाउन थालेको 6:30 देखि 6:30 देखि पकाउन थालेको कान्छु खोइ खाएको त खिर चम्चीले खाउनु चम्चीले के चाहिँ साइडमा राख्न साइडमा हो त्यहाँ ल कस्तो रहेछ त खिर एकदम मिठो छ यहाँ के अरे साउन 15 साउन 15 को खिर खा धेरै शुभकामना मिठो छ मिठो छ चिनी ठिक्क छ सब एकदम परफेक्ट छ बिनाजुकोमा त चिनी नै छैन किनेकै छ होला नि भाइ स्पुनमा खाएर देखाउन चाटेको यसरी के यसरी
सबैभन्दा पहिले कसले सिद्धाएको मैले अब चाहिँ हाम्रो पुरा गीतको सक्यो अनि अहिले चाहिँ अब 9 बज्न आँटिसक्यो अनि अब हामीले लगातार 2.5 घन्टा भयो होला त्यो चाहिँ भिडियो बनाएको अब यति नै हो अब अर्को भिडियोमा भेटौँला स्टे सेफ टिल देन बाई बाई बाई